झ्यापुल्लेको बिजोग। झ्यापुल्ले भालुको कपाल लामो भएर आँखै ढाकिएको थियो। त्यसमाथि जुम्रा परेर रात दिन कपाल कन्याइरहन्थ्यो। ऊ राति आरामसँग सुत्न पनि सक्दैनथ्यो। उसका आमा बा र 3वटी दिदीहरूले उसलाई कपाल काट्न धेरै पटक भन्दा पनि उसले मानेन। एक दिन साँझ भात खाने बेलामा झ्यापुल्लेले उधुमै मच्चायो। उसले कसैको पनि कुरा टेरेन। उल्टै रिसाएर ऊ भात नखाई सुत्न गयो। झ्यापुल्ले सुत्न गएपछि उसका आमा बा र दिदीहरूले उसलाई कसरी तह लाउने भन्ने सल्लाह गरे। उसको कपाल नकाटी हुँदैन भन्ने निधो भयो। राति ऊ मस्तसँग निदाएको बेलामा उसको कपाल काटिदिने योजना बन्यो। तर ऊ मुडुलो नदेखिने गरी कपाल छोटो मात्रै पार्ने सल्लाह भयो। राति झ्यापुल्लेकी आमा उठिन् र सुस्तरी उसको कोठामा गइन् अनि धारिलो कैँचीले बिस्तारै झ्यापुल्लेको कपाल अलि काटिदिइन्। केही बेरपछि झ्यापुल्लेको बा उठ्यो। आमा चाहिँले झ्यापुल्लेको कपाल काटिसकेको कुरा उसलाई थाहा भएन। ऊ पनि चाल मारेर झ्यापुल्लेको कोठामा गयो र थाहा नपाउने गरी कपाल छोट्याइदियो। रात धेरै छिप्पिसकेपछि झ्यापुल्लेकी ठुली दिदी उठिन्। सल्लाह अनुसार उसले पनि सुस्तरी झ्यापुल्लेको कोठामा गएर उसको कपाल काटेर आफ्नो कोठामा आएर निदाइन्। ठुली दिदीले झ्यापुल्लेको कपाल काटेको कुरा मस्त निन्द्रामा परेका दुईटी बहिनीहरूले थाहा पाइनन्। उनीहरूले पनि पालैसँग चाल मारेर झ्यापुल्लेको कोठामा गएर कपाल काटिदिए। भोलि बिहान झ्यापुल्ले उठ्दा उसले आफ्नो ओछ्यानभरि रौँका गुजुल्टा छरिएको देख्यो। ऊ हत्तपत्त ऐना हेर्न गयो। ऐनामा उसले एउटा मुडुला भालु देख्यो। उसले हात टाउकोमा लगेर छाम्यो। ऐनाको
मुडुला भालुले पनि त्यस्तै गरेको देखेर ऊ एक्कासी चिच्यायो, मलाई कसले मुडुला बनाइदियो? ऊ रुन कराउन र भुइँमा लडीबुडी गर्न थाल्यो। झ्यापुलले रोएको सुनेर सबैजना उसको कोठामा पुगे। उसको मुडुलो कपाल देखेर उनीहरू सबै छक्कै परे अनि एक अर्कालाई हेर्दै सोध्न थाले, आमा, कसले यति छोटो गरेर काटिदियो? मैले त थोरै मात्रै काटेकी थिएँ। बा, तिमीले पनि यसको कपाल काटिदिछौ। ठुली दिदी, कसैले पनि काटेन होला भनेर मैले पनि थोरै काटिदिएकी थिएँ। हे भगवान, मैले पनि यसको कपाल काटेकी थिएँ, माइली दिदीले भनिन्। पाँचै जनाले कपाल काटिदिँदा मेरो भाइको अनुहार कस्तो भयो बिचरा भन्दै कान्छी दिदीले भाइसँगै रुन थालिन्। कोपिला, कान्तिपुर बाल कोसेलीमा 2059 मङ्सिर 20 गते शुक्रबार प्रसारित।